वेलकम बैक टू माई न्यू भ्लग। हाम्रो दोस्ती स्वास्थिक हेरौँ त गाइस, 3000 मिटर दौडेको 700 मात्रै। त्यस्तो अल्छी छ नि, यस्तो ठग्छ नि तिमीले। अब त सिस्नु लिएर आएर हान्ने तिमीलाई। वेलकम ब्याक टु माई न्यू भ्लग। सबैजनालाई स्वागत गर्दछु मेरो यो युट्युब च्यानलमा। हामीहरू फेरि दुई मित्र हाम्रो दोस्ती स्वास्थिक हेरौँ त गाइस। यिनी सुकेको, म मोटु पातलु। अझै पातलुको चस्मा टुप्पी छैन र ए टुप्पी पनि बनाऊ। तिमी त 52 बाजे पऱ्यो, म मगर पऱ्यो, ठ्याक्कै हुन्छ। मोटु जस्तो आजको हाम्रो लगभग अब बाँकी छुट्दैछ। आज मैले 3000 मिटर दौडेको छु यार। सेलिब्रेसन मनाउनु मन लाग्यो अब त। तिमीले कति हान्यौ त तिलक भनिदेऊ। 700 मात्रै। मैले 3000 हान्ने बेला तिमीले जम्मा 700। यस्तो अल्छी छ नि, यस्तो ठग्छ नि तिलके। बिहान उठ्न पनि मैले उठाउन जानुपर्छ। तिलकलाई बिहान उठाउनु केही ट्रिक छ भने भनिदिनुहोस् त। तिलकलाई मैले झाम पारेर के हुन्छ यसो ट्रेनिङ लगाएर उठाउने प्रयास गर्छु। बहुत ही अल्छी भएको नि तिलक भोलि। रनिङ गर्न आउँछ। मैले उठाइ जबरजस्ती उठाउनु पर्छ तिलकले। ओछिनमै लगेर पानी हालेर हैन। अब त सिस्नु लिएर आएर हान्ने हो तिमीलाई त। हुन्छ कि नै? गाडा भएको पातले आएन त दुखान न। यो चाहिँ हाम्रो ट्र्याक रहेको छ। यहाँ चाहिँ हामी दौडिने। यो चाहिँ 100 मिटरको हो। यतापट्टि चाहिँ एक कोलो घेरै छ कि। हामी दौडेको यार अलिअलि जोस चिन्ह बसिसकेको थियो, फेरि पानी परेर मेटाइदियो के। यस्तो छ यार, के गर्ने। 200 मिटर हान्ने त त्यसो भए। हामीले 200 मिटर हान्न लागेका छौँ। फेरि हेर्दै बस्नु होला हामीले कस्तो हान्छौँ भनेर देख्न सक्नुहुन्छ। यदि हामी गाउँले मान्छे पऱ्यो यसो सपोर्ट गरौँ गाइज। ओ माई गड, ओ माई गुडनेस। अहिले चाहिँ कति बज्यो अहिले?